के तपाईँ पनि फोटोसप सिक्न चाहनुहुन्छ? आजबाट हामीले चाहिँ फोटोसपको बिगिनर टु एडभान्स लेभलसम्मको सिरिज चाहिँ सुरु गरेका छौँ। यदि तपाईँ फोटोसप सिक्नमा रियल्ली इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ हामीलाई फलो गर्न नभुल्नु होला है त। आउनु सुरु गरौँ। फोटोसप सुरुमा चाहिँ इन्स्टल कसरी गर्ने है। र हामीसँग चाहिँ अहिले फोटोसप 2015 भर्जनमा तपाईँलाई इन्स्टल गरेर देखाउन गइरहेको छु। र यदि तपाईँलाई यो फाइल चाहिन्छ भने चाहिँ कमेन्टमा फोटोसप भनेर लेख्नु होला है त। म हरेकलाई DM गरेर चाहिँ यो फोटोसपको फाइल सेन्ड गर्नेछु है त। ल र यसरी हामीसँग सिरियल की पनि रहेको छ। सिरियल की हामी चाहिँ नोटप्याडमा ओपन गर्छौँ र यसलाई मैले कपी गर्छु र फोटोसपको के हुन्छ यहाँ इन्स्टलेसन फाइल पनि हामीसँग रहेको छ र यसलाई मैले सेटअप गर्छु है त। सेटअपमा डबल क्लिक गरेँ मैले र यहाँ तपाईँको युजर एकाउन्ट कन्ट्रोलमा चाहिँ पर्मिसन मागेको छ, यस गरिदिनुहोस् र यहाँ पर ल्याङ्ग्वेज सिलेक्ट गर्नुहोस्। इङ्ग्लिस हाम्रो डिफल्ट ल्याङ्ग्वेज आइरहेको छ, नेक्स्ट गर्नुहोस्, आई एग्री गर्नुहोस् र इन्स्टलेसन पासवर्ड यो चाहिँ तपाईँलाई जसले पाए त्यसले दिँदैन र हामीलाई फलो गर्नुहोस्। म तपाईँलाई चाहिँ यो प्रोभाइड गरिदिनेछु र यसरी हामीले पासवर्ड हालिसकेपछि चाहिँ नेक्स्ट गर्नुहोस् र यो इन्स्टल हुन सुरु गर्छ। फोल्डर सिलेक्ट गर्दै जानुहोस्, नेक्स्ट गर्दै जानुहोस्। क्रिएट अ डेस्कटप आइकन, हामीलाई डेस्कटपमा आइकन चाहिन्छ, नेक्स्ट गरिदिनुहोस्, इन्स्टल गरिदिनुहोस् र यसरी चाहिँ सजिलै फोटोसप इन्स्टल हुन्छ। र यसरी हाम्रो चाहिँ फोटोसप इन्स्टलेसन कम्प्लिट भइसकेको छ र हामीले यहाँबाट फिनिस गरौँ र हामीले अब देख्न सक्छौँ डेस्कटपमा हाम्रो एडोब फोटोसप CS6 चाहिँ हाम्रो डेस्कटपमा आइसकेको छ र यसलाई मैले डबल क्लिक गरेर यसरी ओपन गर्छु। र यसरी हाम्रो फोटोसप फाइनली ओपन भइसकेको छ। अब हामीले यस भिडियो पश्चात चाहिँ हरेक टुल्सहरू चाहिँ कसरी युज गर्ने, फोटोसपलाई चाहिँ कसरी युज गर्ने, हरेक टुल्सहरू चाहिँ त्यसको टुल्सहरू चाहिँ कसरी युज गर्ने भनेर बताउन गइरहेको छु। यदि तपाईँहरूले फोटोसप सिक्नमा रियल्ली नै इन्ट्रेस्टेड हुनुहुन्छ भने प्लिज फलो गर्नु होला र यो पोस्टलाई चाहिँ यदि तपाईँलाई यो फोटोसप चाहिन्छ भने चाहिँ हामीलाई कमेन्टमा फोटोसप भनेर कमेन्ट लेख्नु होला र म हरेकलाई चाहिँ DMमा यसको लिङ्क पठाइदिनेछु है त। त्यहाँबाट डाउनलोड गरेर तपाईँले सजिलै इन्स्टल गर्न सक्नुहुन्छ। थ्याङ्क यू।